हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल डायमन्ड अफिसियल। साथीहरू, आजको यस भिडियोमा हामी एकदमै मेहनती, लगनशील र पपुलर साथै निकै नै ट्यालेन्टेड अभिनेता प्रदीप खड्काको लाइफस्टाइल र सर्ट बायोग्राफीको बारेमा चर्चा गर्न गइरहेका छौँ। यस भिडियोमा हामी प्रदीप खड्काको एज, एजुकेसन, म्यारिटल स्टेटस, करियर, इन्कम, नेटवर्क साथै बाइक र गाडी सम्बन्धी कुरा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र तपाईहरू पनि प्रदीप खड्काका फ्यान हुनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब लागौँ भिडियोतर्फ। रियल नाम रहेको छ प्रदीप खड्का भने निकनाम रहेको छ सुपरस्टार। डेट अफ बर्थ रहेको छ 10 मार्च 1991 भने 2025 अनुसार 34 वर्षको भइसक्नु भएको छ। त्यसैगरी बर्थ प्लेस रहेको छ कुसन्ती ललितपुर नेपाल भने करेन्ट एड्रेस पनि ललितपुर नेपाल नै रहेको छ। प्रदीप खड्का नेसनालिटीले नेपाली हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। अब कुरा गरौँ प्रदीप खड्काको फिजिकल स्टेटस सम्बन्धी। हाइट रहेको छ 5 फिट 8 इन्च भने वेट रहेको छ 76 किलोग्राम र हेयर कलर रहेको छ ब्ल्याक र आई कलर पनि ब्ल्याक नै रहेको छ। प्रदीप खड्काको एजुकेसन क्वालिफिकेसन सम्बन्धी कुरा गर्नुपर्दा उहाँले बिजनेसमा मास्टर्स गर्नुभएको छ र उहाँले स्कुलको कुरा गर्नुपर्दा प्रसादी एकाडेमीबाट स्कुल लेभल पास गर्नुभएको थियो भने सिक्किम मणिपाल युनिभर्सिटीबाट कलेज पास गर्नुभएको थियो। प्रदीप खड्काको म्यारिटल स्टेटस सम्बन्धी कुरा गर्नुपर्दा उहाँ अहिलेसम्म सिङ्गल नै हुनुहुन्छ र उहाँको फ्यामिली सम्बन्धी कुरा गर्नुपर्दा उहाँको फादर हुनुहुन्छ टेकबहादुर खड्का र उहाँको मदर चाहिँ शारदा खड्का हुनुहुन्छ। अब कुरा गरौँ प्रदीप खड्काको हबिज सम्बन्धी। उहाँको हबिजमा एक्टिङ, ट्राभलिङ, म्युजिक लिसनिङ र रिडिङ रहेको छ। प्रदीप खड्काको प्रोफेसन सम्बन्धी कुरा गर्नुपर्दा उहाँ प्रोफेसनले एक्टर, मोडेल, प्रोड्युसर एन्ड स्क्रिप्ट राइटर हुनुहुन्छ। अब कुरा गरौँ प्रदीप खड्काको फेभरेट थिङ्स सम्बन्धी। उहाँको फेभरेट स्पोर्ट फुटबल रहेको छ र फेभरेट प्लेस रहेको छ पोखरा नेपाल र फेभरेट एक्टर हुनुहुन्छ निर शाह र फेभरेट एक्ट्रेस हुनुहुन्छ स्विता खड्का। अब कुरा गरौँ प्रदीप खड्काको सोसियल साइट सम्बन्धी। उहाँको फेसबुक पेज रहेको छ प्रदीप खड्का भने जसमा अहिलेसम्म 7,47,000ले फलो गर्नुभएको छ र उहाँको इन्स्टाग्राम एकाउन्ट रहेको छ प्रदीप खड्का अफिसियल जसमा अहिलेसम्म 1,52,000ले फलो गर्नुभएको छ। साथीहरू, अब कुरा गरौँ प्रदीप खड्काको फिल्मी करियर सम्बन्धी। प्रदीप खड्काले 2015मा स्क्याप फिल्मबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्नुभएको थियो, जुन फिल्मले चाहिँ सोचे जस्तो व्यापार गर्न सकेन र फ्लप भएको थियो। त्यसपछि 2016मा उहाँको प्रेम गीत फिल्म आयो। त्यो फिल्म भने चल्न सफल भयो र उहाँले त्यो फिल्मबाट पपुलारिटी पनि पाउनुभयो। प्रदीप खड्काले अहिलेसम्म आइपुग्दा स्क्याप, प्रेम गीत 2, मिली, रोज, लभ स्टेसन, प्रकाश, प्रेम गीत 3, पुजार सार्की, एक्टर टेक1 र पिताम्बर गरी अहिलेसम्म 11वटा फिल्म खेलिसक्नु भएको छ, जसमध्ये उहाँको पिताम्बर फिल्म चाहिँ यही चैत्र 29 गतिदेखि नेपालभरि प्रदर्शन हुँदैछ। हजुरहरूलाई यी मध्ये प्रदीप खड्काको सबैभन्दा मन परेको फिल्म कुन हो कमेन्ट गर्न नबिर्सिनुहोला। त्यसैगरी अब कुरा गरौँ प्रदीप खड्काको इन्कम साथै नेटवर्क सम्बन्धी। प्रदीप खड्काले पर मुभीबाट पारिश्रमिक 20 देखि 30 लाखसम्म लग्नुहुन्छ र उहाँ धेरै कम्पनीको ब्रान्ड एम्बेसडर पनि हुनुहुन्छ र उहाँको नेटवर्कको कुरा गर्नुपर्दा करिब 4 देखि 5 करोडसम्म रहेको छ। साथीहरू, अब कुरा गरौँ प्रदीप खड्काको बाइक र गाडी सम्बन्धी। प्रदीप खड्काले इटाली जेट फुकाने 250 बाइक चलाउनुहुन्छ जसको बजार मूल्य 6,45,000 रहेको छ र गाडीको कुरा गर्नुपर्दा उहाँले रेड कलरको हुन्डाई क्रेटाको गाडी चलाउनुहुन्छ जसको बजार मूल्य 48 देखि 55 लाखसम्म पर्न जान्छ।